ब्याम्बो होम कटेजमा स्वागत तपाईहरुलाई। यो साङ्ला खोलाको तिरमुलेको ब्याम्बो कटेज अनि यो चाहिँ ब्याम्बो इभेन्ट राम्रो छ। यहाँको क्यापासिटी कति छ भने भित्र हल हेर्न जानु पर्ला। अनि बाहिरको दृश्य प्राङ्गण राम्रो छ नि त, दामी छ। हेर्नु पालिसबाट अब ब्याम्बो कटेजतिर जाउँ है त। आउँछ उतापट्टिको दृश्य ब्याम्बो कटेज भनेर इभेन्ट भनेर ठुलो राखेको छ। यहाँबाट यता ब्याम्बो पार्किङ दृश्य हेर्नु आउँछ। यता चिल्ड्रेन पार्क, ब्याम्बो फ्रेस फार्म होमस्टे, यो मयूर राखेको छ। यता गोर्खा दरबार, मेरो सानो दुःखले अझैको मुलुक होइन भनेर आउन लेखिरहेको छ। चितवन नेसनल पार्कको छेउको यो हरिण, बाघ, हात्ती, खरायो। यो चाहिँ गार्डन ब्याम्बो फार्म फ्रेस फार्म होम्स हेर्दै जाउँ। बाहिर गार्डन टेबलिङ, यो चाहिँ प्राइभेट सानो कटेजहरू छ खानालाई, कपालहरू बस्नलाई। कटेज हाउस, यो चाहिँ यहाँ सुन्दर राख्दैछ। सुन्दर दृश्य राम्रो छ। यस ब्याम्बो फ्रेस फार्म होमस्टे निस्कियो म।